जान्दिनु भएको Hi, can you guess the name of this place? So we are going up quite steepy. I'm tired. यो प्लेसको नाम चाहिँ you have to find out, you have to figure out. Where I am right. यो चाहिँ दरबार हो पृथ्वीनारायण शाहको बर्थ प्लेस युनिफिकेसन क्याम्पिङ थियो नि नेपाल एकीकरण चाहिँ दिस प्लेस यहाँबाट सुरु भएको हामी चाहिँ भाइ छ अनि अर्को भाइ पनि छन् अनि हामी चाहिँ लगभग 2-3 घन्टामा चाहिँ यहाँ आइयो कस्तो एक्जोटिक प्लेस छ नाइस छ प्लेस चाहिँ अहिलेसम्म चाहिँ हाम्रो रमाइलो भयो के अरे अब माथि गएर कस्तो हुन्छ द्याट विल बी द मोस्ट एक्साइटिङ थिङ एक्साइटिङ पार्ट वी आर गोइङ टु एक्सप्लोर एज मच एज पोसिबल यो चाहिँ हिस्टोरिकल प्लेस नै हो ऐतिहासिक इतिहास बोकेको कति कुराहरू चाहिँ अब हामीलाई पनि थाहा छैन के भयो तर बेसिक कुरा चाहिँ अहिले माथि जाँदा पनि हामी चाहिँ ओ माई गड कस्तो एक्साइटेड भयो कस्तो खुसी लाग्यो यार यस्तो ऐतिहासिक ठाउँमा आउँदा ल गाइज देख्न सक्नुहुन्छ बाँदर हो बाँदर मलाई केही नगरे प्लिज आइ एम स्केयर अफ देम बिकज दे आर अनप्रिडिक्टेबल कता कता नि भाइहरू यस्तो राम्रो ठाउँ हो यार कस्तो हिस्टोरिकल ठाउँ हो ओ माई गड दे आर राइट देयर सो आइ एम गोइङ टुवर्ड्स देम गाइज अनि सो फार आई एम फिलिङ सो ग्रेट सच अ नाइस प्लेस यु सुड कम है कस्तो लाग्यो त नि भाइहरूलाई तिमीहरूलाई ठाउँको नाम त्यहाँभित्र के रहेछ क्या दाल थाहा के त्यो त पत्थर खै हेर्नु भएन कहाँ पत्थर अगाडि क्यामेराबाट बनाएको हजुरले चाहिँ यता यता द्याट इज नो डिफ्रेन्स त्यही भएर बेटर एङ्गल हुन्छ नि त अगाडि फ्रन्ट क्यामेराले सो भाइले चाहिँ मलाई के देखाउँछु भने नि त लेट मी फिगर आउट वाट वाज द्याट खै यार है ए के हो यस्तो ढुङ्गा होला यो त्यही दिन ढुङ्गै हो कस्तो खाले ढुङ्गा भन्ने कुरा केही विशेष नभएर त्यस्तो राखेन होला त्यहाँ केही न केही त होला भित्र जानु त पाइन्न होला क्या है एकदम राम्रो ठाउँ है कति राम्रो है कस्तो तिमीलाई कस्तो महसुस भयो भाइ यहाँ आउने बित्तिकै कस्तो फिल भयो आनन्द भन्नाले पनि अब यस्तो हिस्टोरिकल अब यस्तो कति कुराहरू यो ठाउँमा छ नि त ऐतिहासिक ठाउँ तिमीलाई के फिल लाग्यो गोर्खा भन्ने यस दरबार भन्ने बित्तिकै तिमीलाई के याद आउँछ पृथ्वीनारायण शाह नेपालको एकीकरण गर्ने मान्छे ओए भाइले चाहिँ थाहा रहेछ नेपालीले चाहिँ सबैले यो कुरा चाहिँ सबैलाई थाहा हुनुपर्छ है यति हजुरले आफ्नो देशलाई माया गर्नुहुन्छ भने सानो कुरा कस्तो खोजेर बनाएको यो त पछि बनायो होला कि पहिलेबाट त यो 17 सेन्चुरीबाटै हो र यस्तो पहिले त्यो पृथ्वीनारायण शाहको पालाबाटै यही हो र लगायत आउनु हजुरलाई मैले के देखाउँछु भन्दाखेरि हाम्रो राजाको चाहिँ दरबार देखाउन चाहन्छु कति राम्रो छ पुलिसहरू पनि हुनुहुन्छ गाडीहरू बाँदर पनि छ खस्दैन ओए फलफुल कति राम्रो छ यो चाहिँ दरबार हो के अरे गोर्खा दरबार पृथ्वीनारायण शाहको घर पृथ्वीनारायण शाह चाहिँ यहीँ जन्मिनु भएको पृथ्वीनारायण शाह चाहिँ यहीँ जन्मिनु भएको अरे होइन अनि हिस्टोरिकल प्लेस हो एभ्रिबडी नो यो ठाउँ कति स्पेसल अनि कति राम्रो छ भनेर बाँदर यहीँ छ जिस्कानु भन्ने आएर मोबाइल होस् एकदम बाँदरहरू आउँदै चाहिँ गाइजहरू हजुरहरू आउनु भने जाम्नु तल होइन ल जाम घुम्ने क्या अब ढुक्क तालले यहाँ चाहिँ बाँदर रहेछ डेन्जर डर लाउने यार मलाई चाहिँ यार लास्ट टाइम अघि त म एक्लो बसेको थिएँ नि डेन्जर अगाडि नै आइरहेको के केही नगर न बाँदर मलाई केही नगर है प्लिज खोसेर भाग्छ नि छोप्न सकिन्न ओए कति ठुलो टाइपको बेल गाई के भएको भन्नु न के भयो भन्दाखेरि चाहिँ बाँदरले मेरो फोन खोज्नु लाग्यो गाई कस्तो डर लाग्यो मलाई डेन्जर डर लाग्यो बच्चा धन्न बाँदरको एफेक्सन चाहिँ कसरी विन गर्न सकिन्छ इफ यु हेभ एनी काइन्ड अफ वे प्लिज लेट मी नो
यहाँ पनि छन् हाम्रो हनुमान। थाहा हजुरलाई यो चाहिँ हनुमानको बाण हो अरे के हनुमान ल हामी चाहिँ अब यहाँ यस्तो वी आर इन द नेचर भाइलाई चाहिँ एकदम नेचर मनपर्छ अरे यु क्यान हियर द साउन्ड अफ बर्ड आनन्द मेस्मराइजिङ साउन्ड र अब हामी चाहिँ यहीँ एकछिन बसिदिन्छ अनि त्यो गोर्खा मन्दिर चाहिँ टेम्पल चाहिँ दरबार चाहिँ हो त्यहाँतिर हामी चाहिँ अलि माथि आयौँ के एकछिन त्यहाँ बसिदिन्छ अनि यहाँ बाघ त आउनु होला नि है भाइ यहाँ चाहिँ बाघ त आउन्न तर कहाँ बाघले जित्न सकिन्छ मलाई यहाँ बरु बाघ त आउनु होला तर बाँदर चाहिँ छ नै धेरै न स्यालहरू खानु होला क्या स्याल चितुवाहरू त खानु होला भाइ यार बाघ पनि छ अनि यही दरबारमा आउँछ रे अनि हो होला होला बाघ त घरतिर त आउँछ यस्तो जङ्गलमा त आइहाल्नु भयो नि यहाँ खालै गाईहरू यो बाटो